ल आजको छलफल सुरु गरौँ है त। यो आगामी आर्थिक वर्ष मतलब 2082-83 को बजेट आयो नि, त्यसको एउटा सानो व्यवस्थाले त ऊर्जा क्षेत्रमा निकै ठूलो तरङ्ग ल्याइदियो। हो नि, त्यो पीपीए मोडलको कुराले, हैन? हो, त्यही विद्युत खरिद बिक्री सम्झौताको मोडल बदल्ने प्रस्ताव, त्यसले त निजी क्षेत्रका ऊर्जा उद्यमीहरूलाई आन्दोलितै बनायो। इप्यानले त तुरन्तै विरोध जनाइहाल्यो। आज हामीसँग भएको स्रोत सामग्री पनि यही विषयमा छ, ऊर्जा उद्यमीको आन्दोलन र बजेट संशोधन। यसमा के छ, अलि गहिरिएर हेरौँ न त। हुन्छ। ल सुरुमा भन्नुस् न, बजेटमा खासमा के आएको थियो जसले यो सब हंगामा सुरु गर्यो? बजेट भाषणमा के भनियो भने नि, अबदेखि विद्युत खरिद सम्झौता गर्दा टेक एन्ड पे मोडलमा गर्ने रे। टेक एन्ड पे? हो, यहीबाट कुरो बिग्रियो क्या। यो टेक एन्ड पे भनेको चाहिँ कस्तो हो नि? यसमा चाहिँ कस्तो हुन्छ भने, नेपाल विद्युत प्राधिकरणले जति बिजुली प्रयोग गर्छ नि, मतलब जति लिन्छ हो, त्यति बराबरको मात्रै पैसा उत्पादकलाई तिर्छ। जति लियो त्यति तिर्ने हो। यसले के भयो भन्दा उत्पादकले बनाएको सबै बिजुली बिक्री हुन्छ भन्ने ग्यारेन्टी भएन, बजारको सुनिश्चितता गुम्यो। अनि पहिलेको व्यवस्था चाहिँ फरक थियो, हैन? जसले गर्दा यो नयाँ प्रस्ताव समस्या भयो। हो त नि, बिल्कुल फरक। पहिले टेक और पे मोडल थियो। टेक और पे। यसमा चाखलाग्दो कुरा के थियो भने नि, प्राधिकरणले सम्झौता अनुसारको बिजुली किन्योस् वा नकिन्योस्, उसले उत्पादकलाई पैसा तिर्नै पर्थ्यो। किने पनि तिर्नुपर्ने, नकिने पनि तिर्नुपर्ने। हो, एक किसिमको बाध्यता नै थियो। त्यसले गर्दा के भयो भन्दा ब्याङ्कहरू अरू लगानीकर्ताहरू आयोजनामा पैसा हाल्न ढुक्क थिए। किनभने बजार ग्यारेन्टिड थियो, आम्दानी निश्चित थियो के। यो नयाँ प्रस्तावले त त्यही निश्चितता हटाइदिने जस्तो देखियो नि त। हो, त्यही सुनिश्चितता गुम्ने डरले होला स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान आन्दोलनमै उत्रियो त। उनीहरूको मुख्य माग त त्यही पुरानै टेक और पे मोडल नै चाहियो भन्ने रह्यो, हैन? त्यही हो। स्रोतमा पनि उल्लेख छ, यो माग मात्रै होइन, ठूलो लगानी जोखिमको कुरा पनि रहेछ नि। निश्चय नै, यो सानोतिनो चिन्ताको विषय नै थिएन। स्रोतले के देखाउँछ भने नि, यो टेक एन्ड पे लागू भएको भए निजी क्षेत्रले जलविद्युतमा हालिसकेको वा हाल्ने क्रममा रहेको करिब 66 अर्ब रुपैयाँ भन्दा बढी लगानी जोखिममा पर्थ्यो। 66 अर्ब? त्यो त सानो रकम होइन। होइन नि, यो त भइसकेको लगानीको कुरा भयो। अझ महत्त्वपूर्ण कुरा के छ भने, बन्दै गरेका र अध्ययन सकेर बनाउन ठिक्क परेका आयोजनाहरू छन् नि, छन्। ती सबै गरेर करिब 17,000 मेगावाटका आयोजनाहरू, तिनलाई प्रत्यक्ष नकारात्मक असर पर्ने खतरा थियो। 17,000 मेगावाट? यो त देशको ऊर्जा लक्ष्यसँग जोडिएको निकै ठूलो क्षमता हो त। हो नि। यसले त ब्याङ्कहरूले गरेको लगानी पनि त जोखिममा पर्यो होला नि। एकदम। यसलाई अलि फराकिलो नजरले हेर्यो भने यसले लगानीकर्ताको विश्वास घटाउने मात्रै होइन, ब्याङ्कहरूले ऊर्जा क्षेत्रमा खन्याएको अर्बौंको लगानीलाई समेत जोखिममा पार्ने देखियो। बाबा। देशको समग्र ऊर्जा विकासको गति, भविष्यको लगानीको वातावरण सबैमा गम्भीर असर पर्ने सम्भावना देखायो यसले। विवाद बढेपछि र लगानी जोखिमको कुरा यति प्रष्ट भएपछि त राजनीतिक तहमा पनि पक्कै हलचल भयो होला। भयो त। स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै यसमा चासो देखाउनु भएछ। देउवाजीले नै? हो, उहाँले चासो लिएपछि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन यो व्यवस्था सच्याउन सहमत भएको देखिन्छ। अनि एमाले र कांग्रेसबीच पनि हटाउने सहमति भयो भन्ने कुरा आयो है? स्रोतले त्यही भन्छ। दुई ठूला दलबीच यो विवादित बुदा हटाउने सहमति जुटेको देखिन्छ। यहाँ अर्को रोचक कुरा पनि छ। बहालवाला ऊर्जा मन्त्री दीपक खड्काले त सार्वजनिक रूपमै यो नीति गल्तीले परेको हो, सच्याउँछौं भन्नुभयो रे। हो नि, उहाँले स्वीकार्नुभयो, त्रुटिवश बजेटमा परेको भन्नुभयो। गल्तीले? उहाँको यो भनाइले एकातिर ल ठिकै छ, समस्या समाधान हुने भयो भन्ने त भयो, तर अर्कोतिर नीति निर्माण प्रक्रियामाथि नै प्रश्न उठ्यो नि त। हो त नि, यति संवेदनशील अर्बौंको लगानी जोडिएको विषयमा पर्याप्त छलफलै नभई कसरी यस्तो कुरा पर्न गयो बजेटमा भन्ने प्रश्न त उठ्ने नै भयो। एकदम स्वाभाविक प्रश्न हो त्यो। त्यसो भए यो सबै घटनाक्रमलाई छोटकरीमा हेर्दा के देखियो त? बजेटको एउटा बुँदा आयो, त्यसले उत्पादकहरूमा ठूलो चिन्ता र आन्दोलन ल्यायो,
अनि राजनीतिक तहबाट हस्तक्षेप भएर त्यसलाई सच्याउने सहमति बन्यो। हो, मूलतः यो घटनाले केही महत्त्वपूर्ण कुराहरूलाई एकैपटक बाहिर ल्याइदियो। पहिलो कुरा, राज्यले कति वित्तीय दायित्व बोक्ने। त्यो टेक अर पेमा राज्यको दायित्व बढी हुन्थ्यो। अनि बजारको वास्तविक माग कति छ, यी दुई बीच कसरी सन्तुलन मिलाउने भन्ने जटिलता देखायो। दोस्रो, ऊर्जा जस्तो देशकै प्राथमिकताको क्षेत्रमा निजी लगानी ल्याउन र त्यसलाई टिकाइराख्न नीति कति स्थिर हुनुपर्छ र लगानीकर्ताको विश्वास कति महत्त्वपूर्ण रहेछ भन्ने देखायो। एकदमै। अनि तेस्रो, नीति बनाउँदा सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्न कति जरुरी रहेछ भन्ने कुरा पनि देखियो। हो, यो त भयो अहिलेको घटनाक्रमको विश्लेषण। अब यसबाट भविष्यका लागि के सोच्न सकिन्छ होला? एउटा कुरा त प्रष्टै भयो, नीतिगत स्थिरता चाहियो। तर सधैँ एउटै नीति मात्रै पनि त नचल्न सक्छ नि, होइन? एकदम सही प्रश्न। अब सोच्नुपर्ने कुरा के हो भने नि, भविष्यमा नीति बदल्नै पर्ने भयो भने पनि लगानीको वातावरणलाई नबिगार्ने गरी कसरी गर्ने? बजारको यथार्थ, जस्तै बिजुलीको माग कति छ, खपत कति हुन्छ, त्यसलाई जिम्मेवार ढङ्गले कसरी सम्बोधन गर्ने? त्यो महत्त्वपूर्ण भयो। अथवा यति छिटो नीति ल्याउने अनि तुरुन्तै सच्याउनु पर्ने अवस्था आउनुले हाम्रो समग्र नीति बनाउने र लागू गर्ने प्रक्रिया कति परिपक्व छ त? यसबारे गम्भीर समीक्षा पो गर्नुपर्ने हो कि यसमा घुत्लिन सकिन्छ?